तपाईले यो साइन इग्नोर गर्नुभयो भने तपाईको दृष्टि केही क्षणमा जान पनि सक्छ। नमस्ते, प्रसन्नराज पौडेल र यो भिडियोमा छोटकरीमा कुरा गरौँ के सबै आँखा रातो हुनु एउटै हो त। पहिलो सिनेरियो, तपाईको आँखा रातो भएको छ, अलिअलि चिलाएको छ, हल्का अप्ठ्यारो भएको छ, अरु केही भएको छैन, 1-2 दिन कुरेर हेर्न सकिन्छ। सिनेरियो नम्बर 2, आँखा रातो भएको छ, कचरा आउन थालिरहेको छ, अलिअलि सुन्नेको जस्तो टाइट भएको जस्तो फिलिङ भएको छ, भोलिपल्ट गएर डाक्टरले देखाउन मिल्छ, आँखा पाकेको हुन सक्छ। सिनेरियो नम्बर 3, आँखा रातो पनि छ, टाइट पनि भइरहेको छ र उज्यालोमा हेर्न पनि गाह्रो हुन थालेको छ। अब चाहिँ यसमा चाहिँ युभिआइटिस भन्ने कन्डिसन भएको हुन सक्छ। यसको लागि सकेसम्म चाँडो अप्थेल्मोलोजिस्ट नेत्र रोग विशेषज्ञलाई गएर देखाइहाल्ने। बिहान छ भने त्यही दिन जाने, राति भइसकेको छ भने भोलिपल्ट बिहानै फर्स्ट आवरमा गएर देखाइहाल्ने। सिनेरियो नम्बर 4, आँखा रातो छ, दुखिरहेको छ, एकदमै टाइट भएको जस्तो भइरहेको छ र उज्यालोमा हेर्दाखेरि हल्का इन्द्रिणी जस्तो देखिन लागेको छ, कुर्न मिल्दैन, राति होस् 1 बजोस् 2 बजोस् इमिडिएटली इमर्जेन्सीमा जाने, आँखा रोग विशेषज्ञलाई बोलाउने र देखाउने। यसमा चाहिँ एङ्गल क्लोजर भएको हुनसक्छ। यो भनेको तपाईँको आँखाको प्रेसर एकदमै चाँडो बढ्न सक्छ र यदि केही गरी आँखाको प्रेसर 60 भन्दा बढी 8 घण्टाको लागि भयो भने दृष्टि पर्मानेन्टली जान पनि सक्छ। सो यति कुराहरू ख्याल राखौँ र आफ्नो दृष्टिलाई जोगाउँ। तपाईँको कोही पनि साथी अथवा नातेदारहरू कसैलाई पनि आँखा रातो भएको छ भने प्लिज यो भिडियो सेयर गर्नु होला एन्ड फलो मी फर सच आई सेभिङ टिप्स। जय नेपाल।